छ। यति बेला दर्शकवृन्द तपाईँ देखिनु भएको दृश्यमा यति बेला हामी भएको छ। यति बेला यो दृश्य तपाईँ देखिनु भएको छ। यति बेला राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गे, त्यसै गरी प्रमुख सचेतक प्रवक्ता ज्ञानबहादुर शाही र त्यसरी शीर्षस्थ नेताहरू यति बेला धरपकड भएको छ, प्रहरीसँग धरपकड भएको छ। अब प्रधानमन्त्रीले नवीन सम्झौता गर्ने होइन भने हेलिकप्टर खोजेर भाग्ने। अब यो नेपाली जनताको आक्रोश हो, यो विद्रोह हो र यो कसैले चलाएको होइन, सोही सुरु भएको विद्रोह हो। यदि यो विद्रोहलाई कसैले दबाउन खोज्छन् भने तिनका पत्ता साफ हुन्छ। यो सायद यो सुरुवात हो, यो देशैभरि आगो बलिसिया छ, यो सुरुवात मात्रै हो। तपाईँले 62-63 सालको आन्दोलन हेर्नुहोस्, 46 सालको आन्दोलन हेर्नुहोस्। यो आन्दोलन कसैले चाक्सीबारीमा चाहिँ आएर भाषण गरेर सुरु भएको आन्दोलन होइन, यो कसैले भारू उठाएर सुरु भएको आन्दोलन होइन। 400 मिटरको कुरो एकचोटि फड्को हाल्यो भने त्यही भित्र तोडिन्छ। यो उहाँहरूलाई मारेको प्रचण्डले मारेको त्यही रक्षा गर्न आएको उहाँहरू, उहाँको साथीको कति विद्युत छन्, कति आर्मी विद्युत, कति आर्मीका सिपाहीका श्रीमती विद्युत छन्। उहाँहरू हाम्रै साथीभाइ हो होइन। हामीले हिजो उहाँहरूका परिवार साथी मर्दा हाम्रो आँखामा आँसु आएको छ।